यो माकलबारी खोलाको पुलमा पानी यत्रो धेरै आइरहेको छ हेर्नुहोस् त। ओ खतरा छ, कति धमिलो पानी आएको हो है। जाउँ, गाडीको जाम छ यस्तो है। ब्लगर बनाउँदैछु म चाहिँ होइन। माकलबारी पुल हो है, उयो त बिक्की हार्डर हो होइन। ल हेर्नुहोस्, गाडीको जाम, बाइकहरूको जाम यस्तो छ। ल हेर्नुहोस् त, हाम्रो माकलबारी पुलमा यस्तो जाम भइरहेछ। यतातिर चाहिँ खाली खाली नै छ है। ओ कत्रो चाहिँ खोला आएछ त हो आज त। ल हेर्नुहोस् है त साथीहरू, माकलबारी पुल हो। तलतिर गाडी आइरहेछ है, मान्छे हिँडिरहेछन्, बाइकहरू। कहाँ कत्रो डर हो हामीलाई। अनि मलाई त तलबाट हेर्दा कस्तो चक्कर लाग्यो। अनि ल हेर्नुहोस् है त गाइजहरू है, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। मैले यही पुलको अब पानीको लागि बनाइरहेको छु है। कत्रो ठुलो खोला आइरहेछ माथि, सुन्दर जलबाट आएको यो खोला होइन। पानी चाहिँ ठुलो आएछ, धमिलो छ पानी चाहिँ होइन गाइज। गाडीको जामहरू त्यस्तै छ हेर्नुहोस्। हाम्रो यो माकलबारीमा चाहिँ प्राय जहिले नि गाडी जाम भइरहेको हुन्छ है साथीहरू। हरियाली नगर छ है। यो हाम्रो अब के भन्ने प्रकाश भुजेलको आश्रम पनि त्यहीँ छ है। ल गाइज, ल सबैजनालाई बाई बाई। आजको लागि धन्यवाद। मेरो